दाङको देउखरी लमैचार शान्तिनगर टोल स्थित सिंहमारी रोटी उत्पादन भइरहेको छ। टोलवासी महिला समूहको सक्रियता तथा मेहनत र लगनशीलताले महिलाहरूबाट सयपत्री उत्पादन नामक उद्योग सञ्चालन भएको हो। दशैँ र तिहारमा देख्न पाउने विशेष यो सिंहमारी रोटी अफ सिजन जेठ र असारमा पनि हामीले देख्न पाउँदा अचम्मित भएका छौँ। सुनौ एकपटक। नमस्ते। नमस्कार हजुर। हजुरको शुभ नाम के पर्यो हजुर? मेरो नाम जानका कार्की हो। अनि हामी यो लमैचार शान्तिनगरमा बस्छौँ। अनि हाम्रो एउटा यो सानो सानो सयपत्री सिन्कामारी उद्योग छ। यो सिन्कामारी विशेष गरेर बिक्ने भनेको तिहारको समयमा हो र तिहारमा मात्रै हामीले त्यो सिजनमा मात्रै हामीले पुर्याउन नसक्ने भएकोले अहिले पनि बनाएर स्टक राख्दैछौँ र अघि पछि पनि बिहाहरू पूजा अनि कथाहरूमा यो रोटी जान्छ। कसैले चाहिएपछि सम्पर्क गर्नुहोला। हाम्रो 3 जना समूह छ। समूह मार्फत यो हामीले बनाइराखेका छौँ। नमस्ते, हजुरको नाम? नमस्ते, मेरो नाम गीता कुमार हो। अनि हामी शान्तिनगर रोटी उत्पादन गर्छौँ। त्यसपछि हामी भालुवाङ, गरुवा, लमाई बेच्छौँ। बजारमा माग भइरहेको छ। बजारमा माग भइरहेको छ। यो रोटीलाई शुद्ध मानिन्छ। पूजा र विवाहमा समेत काम लाग्ने रोटी रहेछ नि, हैन? हजुर। सयपत्री उत्पादन सानो उद्योगबाट लमई, गढवा तथा भालुवाङ बजारसम्म रोटी बिक्री वितरण हुने बताउनुहुन्छ।